हाम्रो आज इन्टरनेसनल ट्रिप हुँदैछ। हामी जाँदैछौँ जर्मन डाइरेक्ट। चाहिँ मेरो नयाँ साथी, नयाँ फेस, आज फर्स्ट टाइम युट्युब च्यानलमा नयाँ फेस देख्दै हुनुहुन्छ तपाईँ। आज नयाँ साथी होइन, आज हामी फर्स्ट टाइम भेटेको, अघि भर्खर 1 घन्टा भयो भेटेको। आज उसको नाम युवराज हो, मेरो नाम चाहिँ थाहै होला तपाईँहरूलाई। अनि हामी चाहिँ आज जाँदैछौँ जर्मनी स्टुडेन्ट भिजामा। लागि अर्को नयाँ साथी, मेरो नयाँ साथी ह्यान्डसम डुड हाम्रो मिस्टर आदर्श। एकदम म फोनमा बिजी हुन्छ जहिले पनि। आजको बारेमा म विस्तृत जानकारी दिँदै त साथी। हामी चाहिँ अहिले एयरपोर्टमा बसिरहेको छौँ होइन, कुन माथि लगभग डिपार्चरको फर्स्ट फेजमा बसिरहेको छौँ हामी। हाम्रो पनि नयाँ अनुभव हो अहिले है। अहिले यहाँ धेरै साथीहरू, भाइ बहिनीहरू, दाइ भाइहरू बसेको हुन्छ। हामी पानी पनि पिँदैछौँ। यहाँ चाहिँ एसिडिटी एकदम एसिडिटी कमी भइरहेको छ हामीलाई। कति रुपियाँ रहेछ पानीको? हामीलाई खास कति रुपियाँ रहेछ पानी? कति मिलिलिटर? 500 ml पनि पुरा छैन खास। 500 ml हाम्रो एयरपोर्टको अवस्था यस्तो छ कि 500 ml को पानी 100 रुपियाँ है, 100 रुपियाँको। अब हाम्रो यहाँबाट चाहिँ 9 बजी नेपाली टाइम 9 बजीको फ्लाइट छ। हामी यहाँबाट दिल्ली जानेछौँ। दिल्ली जान्छौँ। दिल्लीबाट कति बजीको छ? 5 बजी फेरि बिहान 5 बजी हामी यहाँबाट फ्राङ्कफर्टको लागि जानेछौँ। अनि हाम्रो लगभग 7 घन्टाको ट्रान्जिट छ होला दिल्लीमा। अब हामी के गर्दैछौँ, नयाँ हामी दिल्ली गएर गर्नेछौँ। नयाँ क्रियाकलापहरू हामी देखाउँछौँ, नयाँ फुटेजहरू चाहिँ देखाउँछौँ। केटाहरू ब्याग मिलाउँदैछन् राम्रोसँग। छेउ लागिसक्यो अरे केटाहरूलाई, के गर्ने के गर्ने भनेर। राम्रोसँग मिलाऊ है साथी, त्यो हराउनु भएन फेरि। ओहो, यही जहाजमा बसेर जाने हो आज। साथीहरू पनि भिडियो बनाउँदैछन् अगाडि। ए सुन्ने छैन आवाज। तयारीमा छ। अब हामी उड्ने एउटै सिपमा कङ्ग्रेचुलेसन्स होस् सबै। डेन्जरै खाना आइसकेको छ यहाँ साथीहरू अनबक्सिङ गर्दै। खाना खाँदैछौँ हामी अनबक्सिङ। यो चाहिँ हाम्रो दही। ओ दही रहेछ, दही हो हाम्रो। रमाइलो भयो। नन भेज होइन, भेज हो। भेज खानुपर्छ, भेज खाना मात्रै हो। यसमा चाहिँ यो चाहिँ के ब्रिड हो। हामी अहिले दिल्ली एयरपोर्ट यहाँ एक्सप्लोर गर्दैछौँ साथीभाइहरू बसेर। निन्द्रा लागिरहेको छ, 12 बजिसकेको छ। भर्खरै हामी दिल्लीमा ल्यान्ड गरेछौँ। अब यहाँबाट हाम्रो 5 बजी फ्लाइट छ। कस्तो लाग्दैछ त आदर्श तिमीलाई? दिल्ली एयरपोर्ट मन पऱ्यो? निन्द्रा त लागिरहेको छ, त्यही पनि अब हेरौँ न। जोस छ, एउटा जोस छ। बास्ना यस्तो आउँदैछ यहाँ। फ्राङ्कफर्ट पुगिन्छ अब भोलि बिहान 10 बजे। अनि निरन्तर लाइनमा छौँ। दिल्ली एयरपोर्ट हामी म्याकडोनल्ड्स हामी KFC खाना बर्गर खानुपर्छ भनेर जाँदैछ। हामी आजसम्म अघि गएर एक्सप्लोर यो दिल्ली एयरपोर्टलाई पुरा एक्सप्लोर गरेर आइसक्यौँ। अहिले चाहिँ हामी अब खाना जाँदैछ, देखाउँछु अहिले यस्तो बवाल तर हामीसँग 1500 रुपियाँ मात्रै छ आइसी। र अब कति आउँछ 1500मा? के आउँछ त? बेसी बडा आयो त 3टा फ्यामिली प्याक।
शनिबार चराउने काम गर्न थाल्यो देखाइदिउँ नि त एकचोटि बर्गर्स मजाले सुतेको छु साथीहरू चाहिँ उता मजाले बसेर मजाले बनाउँदैछन् म चाहिँ सरसफाइ गर्दैछु साथीहरूको यति मैले गएर पनि यस्तै गर्नुपर्ने होला भनेर म चाहिँ अवलोकन गरेर सुतेर मस्त सुतेको छु राति 2 बजेको छ 2:30 अब 2 घन्टा मात्रै चाहिँ हाम्रो ट्रेन हुन्छ अरू ट्रेनमा होइन रोबोट होला यस्तै गर्नुपर्छ टिभी राख्नुपर्छ रोबोट राख्नुपर्छ अब 2 घन्टा बाटो बाँकी छ प्लस एकचोटि नसुतिकन भने हामी दिउँसो राति छ तर यहाँ दिउँसो जस्तो देखेर कम खतरा छ त यहाँ ओहो 3:18 गइसक्यो हामीले 5 मिनट 6 मिनट 8 मिनट 10 मिनट काट्न यति गाह्रो भइरहेछ मानौ कि 10 वर्ष 15 वर्ष काटिसक्यो निन्द्रा लागेर यहाँ साइकल त्यही भएर निन्द्रै लाग्दैन त्यस्तो लाइट के छ के भइरहेछ रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेको छैन अहिले चाहिँ किन निद्रा लागिरहेछ होइन अनि निद्रा झ्याप भइरहेको छ हामी हाम्रो प्लेन छ 5 बजेको हजुर भर्खर 2 बजे के हो होइन कति बज्यो अहिले 3:18 भयो भन्नुहोस् न 3 बज्यो अझै 2 घन्टाको वेटिङ छ हाम्रो ल अब बाँकी कुरा हामी भोलि गर्नेछौँ अहिले हामी बोलाउन सक्ने अवस्थामा छैन बोल्न सक्नु के छ आदर्श अब यो मेरो नि सेम युवराज अब यो युवराजकै हालत छ सेम टु हो फोटोकपी हो आँखाले निन्द्रा मागिरह जानले आराम मागिरहे ल अब हाम्रो चाहिँ नेक्स्ट फ्लाइट यहाँबाट सुरु हुन्छ दिल्लीबाट हामी 2025 एयर इन्डियाको प्लेनमा बसिसकेको छ बिस्तारा त होइन प्लेनको बिस्तारै त्यसले गरिसकेको छ होइन दादा चाहिँ यो चाहिँ अलिक डेन्जरै रहेछ पिलो छ यहाँ होइन सिरानी हो क्या अनि यहाँ फेरि ब्ल्याङ्केट छ ब्ल्याङ्केट देख्न सक्नुहुन्छ अनि यहाँ फेरि मुभिज छानी हेर्ने हो यहाँ इयरफोन लाउने मजाले सुन्ने सबसँग हुन्छ फेरि छुट्टै नमस्ते नमस्ते पनि देखाएको छ फेरि यहाँ अब यहाँ खाना चाहिँ के आउँछ भन्ने हो क्या बवाल खाना पनि आउँछ दुईचोटि दिन्छ अरे अब अहिले के दिन्छ तपाईँहरूलाई पनि म फेरि जानकारी दिनेछु यो चाहिँ हाम्रो दिल्ली एयरपोर्ट है मेरा प्यारा भ्युवर्सहरूलाई देखाउन चाहन्छु म यहाँ हाम्रो लाइभ लोकेसन सेयर गर्छु तपाईँहरूलाई यस्तो हामी यहाँ दिल्लीबाट उड्छौँ दिल्लीबाट उडेर दिल्ली हो दिल्लीबाट हामी सिधै गोरखपुर हुँदै काबुल हुँदै सिधा क्यास्पियन सीलाई पार गर्दै हामी चाहिँ फ्र्याङ्कफर्ट जर्मनीको एउटा वान अफ द मोस्ट यहाँ चाहिँ हाम्रो चाहिँ डेस्टिनेसन यहाँ फ्र्याङ्कफर्टको हुनेछ कहाँ पुगेर पुरै अपडेट दिनेछु साथीहरू यस्तो हुन्छ इन्टरनेसनल फ्लाइटमा हुँदो रहेछ म अहिले फर्स्ट टाइम एक्सपिरियन्स गर्दैछु अब यहाँ म चाहिँ वैसा जुन फिल्म हेरे नि हुन्छ फेरि गयो म अब अटो प्लेमा जान्छु म्याप त हेर्दै नै छौँ हामी
पब्लिक अनाउन्समेन्ट गरेछ डेमोन्स्ट्रेसन हुँदैछ यहाँ प्लेनको अहिले हामी यहाँ दिल्लीमा छौँ नमस्ते नमस्ते एयर इंडिया में आपका स्वागत है धन्यवाद कृपया सुरक्षा निर्देशों पर ध्यान दें हस् इस विमान में आपातकालीन उपकरणों की निर्धारित जगह अन्य विमानों से अलग हो सकती है नाच सीट बेल्ट बांधने के लिए मेटल टिप को बकल में डालें और स्ट्रैप को खींचकर कस लें डेन्जरै छ त यार खोलने के लिए फ्लैप उठाएं और सिरों को अलग करें बिजनेस क्लास हेलो गुड मर्निङ एभ्रिवान हामी इन्दिरा गान्धी एयरपोर्टबाट उठिसकेका छौँ यहाँ चाहिँ पाइलटको भ्यू हेर्दै जाँदैछौँ हामी ककपिटबाट हेरौँ ककपिटबाट अर्को दाइ देखिँदो रहेछ तल्ल 5-6 घन्टापछि खानेकुरा आयो त्यो खुसी लाग्दैछ यहाँ भोक लागेर खत्तमै भइसक्यो थियो खानेकुरा आएछ खानेकुरा कति छिटो पुग्ला भइसक्यो म्याप हेरेको धेरै लामो समयको पर्खाइपछि यो पो आयो आउनु त खानेकुरा यस्तो आएको रहेछ के हो यहाँ त यस्तै हो साथी अब जिन्दगीमा कहाँ दाल भात पाइन्छ त अब पिरो पाएको अनि यहाँ चाहिँ जुस आएको छ कस्तो लाग्यो खाना कस्तो लाग्यो तिमीहरूलाई धन्यवाद खानुपर्छ अनि भन्छु यो यस्तै हो वान मोर बाइट हान्छु अनि भन्छु किनकि चिकनवाला पार्ट आएकै छैन नट ब्याड नट ब्याड 6 out of 10
for playing because we lost one bag. So we are going to play now. आदर्शले हामी ब्याग चाहिँ आदर्शले त नभनौँ एयर इन्डियाले आदर्शको ब्याग चाहिँ दिल्लीमै छोड्दो रहेछ अनि उसले चाहिँ एयर इन्डियाको एउटा क्लेम गर्ने ठाउँमा चाहिँ क्लेम गरिरहेको छ कि मेरो ब्याग इन्डिया छुट्यो भनेर अनि हामी चाहिँ आफ्नो सामान रिसिभ गरेर यहाँ बसिसकेका छौँ र यहाँबाट 20 आवर भयो हामी 20 आवर जति लाग्यो भनेर दुईचोटि राति देखियो दुईचोटि बिहान देखियो रमाइलो भयो 5-6 घन्टाको बाटो छ 5-6 घन्टा जानुपर्छ अझ निन्दा त्यही थकाइन त्यही फेरि सामान पनि हाम्रै छुट्नुपर्ने जहिले हामीसँग यस्तो त्यही भएर हामी चाहिँ खासै एक्टिभ छैन आज भिडियो त सोच्दा त्यसै हेरिदिनु होला हेरेर रमाउनु होला अब यसो 2x मा गएर ट्याक 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 अलि अल्छी लाग्यो टाइपको भिडियो बनाएको छु किनकि मलाई नि अल्छी लाग्यो अनि आई जस्ट वान्ट टु सो यु हाउ we travel from Nepal. how we travel ओहो ट्रेन स्टेसन त पढाइ छ यार तर हामीले यहाँ ट्रेन टिकट कहाँ बुक गर्ने कसरी बुक गर्ने भन्ने कुरा थाहा आयो के राख्छ अब गाह्रै पर्नेवाला छ यहाँबाट 5 घन्टा लाग्छ अरे अझै तर म यस्तो ब्याग डोर्याएर हिँड्दैछु हेलो साथी यात्रा कठिनै हुनेवाला छ इन्फर्मेसन ब्रान्चमा सोधौँ इन्फर्मेसन रहेछ सोध्नु पऱ्यो किन न सोध्नु पऱ्यो त्यहाँ इन्फर्मेसनमा सोध न यही ट्रेन हो यही ट्रेन हो जाऊ 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 यही हो कसलाई सोध्ने त त्यहाँ अब त्यहाँ क्रू मेम्बर होला पिछा फेरि टाइम आयो भने केटा गाडी रोक्यो हामी यहाँ बजार आएको छु अब सामान किन्न तर अब हामीलाई यहाँ नामै थाहा छैन के भनेर माग्ने माग न साथी माग एउटा यो माग हाउ मच इज दिस भन्नु त के कुकुरको मासु भएपछि के गर्छु त्यही सलाद खानुपर्छ हामीले सलाद खानुपर्छ अरू त्यस्तै हो यहीवाला खानुपर्छ यो 2 युरोको स्मलली कस्ट 2 युरो ल खाइदिउँ त त्यही गोबी काटेर आज 3 युरो भएर खायो यो ठिक छ त यो भित्र पनि गोबी प्लास्टिक स्क्याम रहेछ यार यो त यार खाने के खाने हो त अनि यार गाह्रो छ यार हामीलाई अब के खाने हो त साथी नहेर यार के हो सग्ले नहेर यार तिमी यार अब हामी अब अरू ठाउँ जानुपर्छ अरू ठाउँ यहाँ जानुपर्छ यहाँ भिडियो बनाउनु सोकोलाडो भनेको त खोइ चक्लेट पानी लैजानुपर्छ हो सही यो वार्छ मिनी खाउ वार्छ कति रुपियाँ रहेछ 1 लिटर रहेछ कति रुपियाँको हो यार यहाँ छ त 1 युरो 1 युरो भने कति हो थाहा 156 रुपियाँको पानी के त सबभन्दा सस्ता यार 1 युरो हुन त केही छैन सेन्टहरू खोज्नुपर्छ हो लेज खानुपर्छ सही हो 2 को 5 खानु पऱ्यो त के गर्ने त अब लेज खानुपर्छ 3 जनालाई भइहाल्छ नि त त्यो 2 पनि 50 त्यो लैजाने कि लियोनेल मेस्सी पनि छ त्यहाँ फेरि को मिठो हुन्छ के थाहा हुन्छ मलाई ल एउटा त्यो खानुपर्छ ल सही हो त्यो त त्यहीँ होला अगाडि कि यो खाउँ यो 2 मात्र छ कति हो 2.50 हो यो 2 मात्र छ
सानो छ यार, यो सानो छ। ल खानुपर्छ खानुपर्छ। यो खानु त बिस्कुट खाउँ त बिस्कुट 1 रुपियाँ 1 युरो त हो बिस्कुट त छ होइन विङ्गर्स कति रुपियाँ यो किनेर केटा हो यता साइडमा न मेरो खतरा लाग्छ मजा आउने हो खाना मजा आउने त हल्ला धेरै छ यहाँ सुनिन्न होला सो अब खाएको भिडियो बनाउँछु म खाएको मुभिङ टुवार्ड क्रिस्टोर यहाँ हामी ट्रेनमा बसिसकेका छौँ मस्त खाँदैछ दहीसँग ल दहीसँग यहाँ हान्नुपर्छ डेन्जर हान्नुपर्छ ओट्स पनि हो क्या यो कसो छ आदर्श मिठो छैन मेरो एक्सप्रेसनले बतायो होला यार आजै एकै दिनमा मिस ए यार दही हो नि साथी भास्कर कस्तो लाग्यो त हाम्रो खाना कि दाना गहुँ छ यार गहुँ खाना अनि के छ तिमीलाई आज यसो भात खानु भएन त्यसको माया लाग्छ भनेपछि तिमी एक दिनमै स्वार्थी पनि थाल्छौ भन्यो कहाँ हो हाम्रो गाउँको खाना 5 किलोमिटर मात्र बाँकी छ ट्रेन त पुरा खाली छ नेपाली खाना जे बोली दिनुहुन्छ अनाउन्समेन्ट पनि भइसक्यो अब कति बेला पुग्यो भनेर यहाँबाट हामीलाई केट भन्ने मान्छेले लिन आउँदैछ अरे क्याट हो कि के हो अब त्यहाँ गएर युनिभर्सिटी गएर सुत्ने आनन्दसँग बाँकी छ क्या केटा अझ 3 किलोमिटर बाँकी छ 3 किलोमिटर हिँड्न 2 मिनट लाग्छ होला पुरा के हो किड्ने बिहान जस्तै छ त यार हेलो गुड इभिनिङ के भन्छ हस्टेल पुग्यो दाइ हामी छु त साथी के एक्लै यार यो चाहिँ हाम्रो कोठा हो अरे ओहो ल यहाँ चाहिँ यस्तो रहेछ ग्लोभ राखेको रहेछ मैले जुत्ता लगाएर गएँ जुत्ता लगाएर आउने नि यार हाम्रो कोठा हो यार यो ग्लोभ यसो घुमाउने नेपाल कहाँ छ यार नेपाल खोज्नु पर्यो यो यहीँ छ नेपाल यो चाहिँ मेरो कोठा यो मेरो र आदर्शको कोठा अहिलेका लागि साथीको चाहिँ उता छ म साथीको रुम पनि टुर गराउँछु मैले आफैले मैले यहाँ के अरे ब्याग खोले होइन सबको टुर गराउँछु कस्तो स्मोक गरे जस्तो नाम स्टडी टेबल साथीको यस्तो रहेछ यति राम्रो सेटिस्फ्याक्टरी त के खत्रै त लाग्यो जस 8 आउट अफ 10 चाहिँ दिएँ मैले यसलाई राम्रै छ नट ब्याड यो सकेट चार्जर सकेट युरोपतिर यस्तो हुन्छ चार्जर सकेट अनि यहाँ चाहिँ हाम्रो किचन अर्कै बाथरुम भइहाल्यो यो चाहिँ
बन्द हुन्छ अनि यो चाहिँ अब त्यही हो इनफ स्पेस रहेछ यहाँ पनि अब हाम्रो किचन पनि दिएको छ हामीलाई सेपरेट किचन यहाँ चाहिँ हाम्रो किचन छ यहाँ चाहिँ इन्डक्सन छ इन्डक्सन बाल्ने अहिलेका होम टुर म यहीँ समाप्त गर्छु अब फ्रेस हुनुपर्छ यहाँ साथीहरू ल यहाँ चाहिँ पुरा अनवर्क्सन भइरहेको सामानको यहाँबाट साथीले आदि निकालिसक्यो किन बोल्यो तिमी यहाँ मैले पनि खोजिरहेको छु यहाँ चप्पल नभेटाएर बल्ल तल भेटाएको छु अब यहाँ म अरू चिजै खोज्दैछु अनि नुहाउनुपर्छ टप अनि जानुपर्छ है साथी घुम्न पुरै एन्जोय सुपर मार्केट घुम्नुपर्छ के हो साथी साथीहरू कालो 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 ड्रेस लगाएर कहाँ हो भने चस्मा लगाइरहनुपर्छ किनकि हामी अब आज के छ माछा भेटिन्छ त पाइन्छ आज आइतबार यहाँ सबै बजार बन्द हुन्छ पनि बाहिर निस्किन्न यहाँ हल्ला गर्न पनि मिल्दैन हल्ला गर्न मिल्दैन एउटा फोटो देखिनुपर्छ यार आज लेन्सा बन्द छ सुपर मार्केट बन्द छ र हामीसँग खानलाई केही पनि अब खाने भनेको के हो पिज्जा हो सुपर मार्केट कहाँबाट पुग्छ Cheers to pizza. आज अलिकति गाह्रै छ भोको पेटमा 8 युरो इन्टु 156 हाल्नु 8 महँगो यार यहाँ बेलुकाको कति बज्यो 8 बज्यो यहाँ 8 बजिसकेको छ हामी सनसेट हेर्न जाँदैछौँ जाने होइन सर भन्छ सर साथी है त्यहाँ जाने होइन हामी पूजा खाना गएको दिन थाहै छैन अब चाहिँ हामी मसँग दुईवटा सन्दीप दाईको ल्याएर चाउचाउ छ अब त्यो भाइ केही छ अन्टी पठाइदिएको छ सन्दीप दाईले अन्टी खानु हिजो पनि त्यस्तै भयो आज दुबई अल्ट्रा भइगयो यार आज त यो शनिबार त खतमै रहेछ यार खाना आइतबार सरी आइतबार त खतमै हुँदो रहेछ यार कोही छैन नि त सिटीभरि एकजना मान्छे छैन ल हेर अब यार जता दादा मिल्यो देऊ भाइ यो फेरि अझ जर्मनीको वान अफ द बिगेस्ट सिटी हो क्या फेरि एउटा बिगेस्ट सिटीमा पर्छ त्यही पनि यस्तो छ हालत अब ल अर्डर हाल्नुपर्छ यो पास्ता अर्डर हाल्नुपर्छ घर त कति फाइदा थियो अब के हाल्नु त यार अर्डर हाल्नुपर्छ तर अर्डर कसरी अर्डर गर्ने कसरी हो ल हाल अर्डर यो कोइन हाल न साथी कोइन हाल्ने पैसा हाल्ने यहाँ तल यहाँ पैसा हाल्ने यहाँ हेर अटोमेटिक यहाँ हो क्या हाल न छिटो आउँछ क्या अहिले भक्क त के पैसा यहाँ हाल्ने हो साथी यहाँ देखेन ठिक हाल न पहिला यार कति हो यसको काठ 2.30 हाल न छिटो 2.30 सेन्ट होइन 20 र 10 छ एउटा 10 छैन भयो सामान त यही खुल्छ होला यसरी यसरी तपाईँको पनि घाँस खुल्छ होला हाल साथी है ए गयो 2 गयो 3 4
उही गइहाल्यो चढेकोमा अब क्या त्यो अर्डर कसरी गर्नु नि त अब ल खोलो यो भयो भयो 2:30 भइसक्यो 2:30 खुसी हो क्या बिच खुसी हो क्या यो ठिक 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 अझ खस्यो पुलिस त किन आउने के भयो छोडिदियो यार भइगयो 2 युरो यहीँ होइन त्यहाँ त पैसा हो खोइ झाल न यार पुलिस किन होला यार के भयो पैसा त अनि हाम्रो त यहीँ रह्यो त अनि मा पैसा त निकाल्नु पर्यो त यार 2-3 युरो भने अब तिमीले के म नेटै छैन कसो गरौँ लास्ट टाइममा आएन 9 भइसक्यो 9:30 भयो आएन केही आएन त्यहाँ पैसाको च्याट भयो 2 युरो 30 सेन्ट गयो नेपाली लगभग 360 रुपियाँ यसो किन लाग्यो मिल्छ काममा पाना खोजेन के भन्नु भोलि आएर कन्फर्म गर्नु होला हाम्रो देखेर के भनियो सो बटु च्याट दियो ठिकै छ साथी हुन्छ त्यो हामी नयाँ नयाँ स्टुडेन्टलाई Cheers. Cheers guys. Yeah. Cheers. Get out. सँगै हाल्नु न के हो यार तिमीहरू यार ल डिफ्रेन्ट हुन्छ होला है मजाले यस्तो खाएर बाँचेला नबाँचेला थाहा छैन तर आज खत्रै स्क्याम भयो छिन आज यस्तो खतम थियो यार मिठो लाग्यो एप्पल जुस कति बजी आयो बजिसक्यो अहिले कति बजी थाहा छैन कति भन्ने नेपालमा यहाँ कति भन्यो यो त्यस्तै हो स्पेस कहाँ छ स्पेस कहाँ छ त्यही त स्पेस कहाँ छ अलि हेर्ला नि पछि मैले थाहा स्पेस कहाँ छ पढेँ मैले पढ्नु बिर्सिहालेँ